साथीहरु गुड मर्निङ। आज चाहिँ तपाईहरुलाई मेरो घर देखाउन गइरहेको छु। यो चाहिँ मेरो घर हो। मेरो घर चाहिँ 3 बेडरुमको छ। अब चाहिँ हामी 4 बेडरुमको बनाउन लागेको। त्यही भएर मेरो चाहिँ ग्यारेजको माथि चाहिँ पुरा रुमहरु बनाउन सुरु भइसकेको छ। अनि यता किचन पनि अपग्रेड गरौँ भनेर हैन, नयाँ डिजाइनको किचन बनाऊँ भनेर त्यहाँ चाहिँ हामीले चाहिँ डोर थियो, त्यो डोर काटेर चाहिँ विन्डो राख्न लागेको। अनि मेरो किचन चाहिँ पुरा मेस छ ल। अनि चाहिँ अब यो बनाउन लागिरहेको छ। अनि बाहिरबाट चाहिँ यो इट्टाहरु लगाउँदैछ नि त। अनि त्यही भएर धुलो मैलो आउँछ भनेर सबै त्यो बोर्डहरु लगाइदिएको छ के। अनि मेरो बुढा चाहिँ माथि गएर यो गर भनेर पुरा अर्डरिङ दिइराख्नु भएको छ। अनि यो चाहिँ मेरो गार्डन हो। ढ्यान्टेरान त्यहाँनिर चाहिँ हामी एउटा सिट ल्याएर राख्ने प्लानिङमा छौं। अनि यो चाहिँ मेरो माथिबाटी हो। ब्याक साइडको विन्डोबाटी चाहिँ मेरो भ्यू चाहिँ यस्तो देख्छ। कस्तो राम्रो देखेको न, ग्रीन वाला। अनि यहाँ चाहिँ मेरो चाहिँ टोयलेट आउँछ। यो चाहिँ एट्याच बाथरुम वाला रुम हो। अनि यहाँ चाहिँ टोयलेटहरु आउँछ, टोयलेट सावर रुम त्यस्तो आउँछ। अनि यताबाटी गयो भने चाहिँ मेरो चाहिँ यो चाहिँ फ्रन्ट साइड पर्छ। फ्रन्ट साइड पनि एकदम राम्रो छ है साथीहरु, हरियो परियो हैन। अनि त्यहाँ चाहिँ मेरो बच्चाहरु पहिला खेलेको सानो पार्क छ। मेरो बाबा चाहिँ त्यहाँ एक्सरसाइज गर्दै हुनुहुन्छ। अनि साथीहरु यो चाहिँ मेरो रुम हो, मेरो न्यू रुम। अहिले चाहिँ उहाँहरूले चाहिँ बनाउँदै हुनुहुन्छ। अनि यो बनिसकेपछि यहाँबाट चाहिँ डोर निस्किन्छ साथीहरु। अहिलेलाई यति नै, बाँकी चाहिँ नेक्स्ट भिडियोमा। बाइ।